मेरो नाम विशाल। म चाहिँ प्रभात किरण स्कुलमा पढ्छु। मेरो गाउँ खानेबेसी हो। खानेबेसी यो स्कुलबाट आधा घन्टा जति लाग्छ यहाँबाट जान। आज स्कुल उद्घाटन समारोह। मलाई स्कुल देख्दा एकदमै खुसी लागिरहेछ। अब तल विद्यार्थीहरूलाई आवश्यक यस्तो सामग्री सबै सेवा सुविधा उपलब्ध थिएन। शिक्षण पठन पाठनको लागि एउटा भनेको कक्षा कोठा व्यवस्थापन हुनुपर्छ, तल त्यो हुन सकेको थिएन। अनि यहाँ भनेको उहाँहरूले यत्रो ठुलो भवन निर्माण गरेर सबै अनुकूल व्यवस्था गरिदिनु भयो। त्यसमा मलाई धेरै खुसी लाग्छ। योभन्दा भोलिको दिनमा चाहिँ स्कुल अझै धेरै राम्रो, अनि त्यसपछि अझै विद्यार्थीहरूलाई धेरै नयाँ नयाँ कुराहरू सिक्नु खालको, अनि अलि नयाँ नयाँ प्रविधिको प्रयोग भएको, अनि विद्यार्थीहरूलाई अलिकति धेरै अनुकूल कम्फर्टेबल हुने खालको। त्यसपछि जहाँ चाहिँ पुस्तकालयहरू, साइन्स ल्याब सबैको राम्रो व्यवस्था भएको, कम्प्युटर ल्याब त्यस्तै मलाई भविष्यमा अनि एमबिबिएस गरेर डक्टर बनेर जनताहरूको सेवा गर्नु मन छ। थ्याङ्क यू। नमस्कार, मेरो नाम सन्चरी गुरुङ। म चाहिँ श्री प्रभात किरण माध्यमिक विद्यालयको चाहिँ सहायक प्रव। बालमैत्री विद्यालय भनेको बालबालिकाको रुचि चाहना इच्छा अनुसार चाहिँ शिक्षण गरिने विद्यालय हो, जहाँ बालबालिकाको चाहिँ रुचि चाहना इच्छाहरू अनुरूप चाहिँ पढाइ सञ्चालन हुन्छ। बालमैत्री विद्यालयको कक्षा शिक्षणमा चाहिँ कक्षा शिक्षणको लागि चाहिँ मैले के गर्छु भने बालबालिकाको सर्वप्रथम त उनीहरूको रुचि चाहना के छ, कक्षामा जाने बित्तिकै समावेशीकरणको कुराहरू आउँछ। उनीहरूलाई चाहिँ कसरी व्यवस्थित गर्ने, आफ्नो समूह उनीहरूको विशेष क्षमताको आधारमा चाहिँ त्यसरी कक्षा शिक्षण गराउँछु। अन्य क्रियाकलापहरू पनि उनीहरूलाई समान सहभागिता, जस्तै टिचिङ लेसनका कुराहरूमा पनि सबै विद्यार्थीहरूलाई चाहिँ प्रश्न सोध्नु छ भने हो विद्यार्थीहरूलाई सोधेर सबैलाई पार्टिसिपेट हुने किसिमले चाहिँ गर्छु। अन्यथा कक्षा कोठामा पनि उनीहरूको रुचि चाहना अनुसार जस्तै खेलविधिहरूबाट विभिन्न खेलको माध्यमबाट चाहिँ टिचिङ गर्ने गर्छु। त्यस्तै अरू भनेको कक्षा कोठामा पनि कक्षा व्यवस्थापनका कुराहरूलाई पनि बालमैत्रिक ढङ्गले चाहिँ व्यवस्थापन गर्छु। विगत 9 वर्षदेखि चाहिँ हाम्रो चाहिँ यो अब भूकम्प 2072 सालको भूकम्पले चाहिँ यो थालिएको अवस्थामा थियो विद्यालय। अहिलेसम्म चाहिँ यो पक्की भवन चाहिँ निर्माण हुन सकेको थिएन यस विद्यालयमा चाहिँ, जुन अहिलेसम्म हामीले चाहिँ टिएलसी टाढामा पढाइरहेको अवस्था थियो। जुन अहिले यो नयाँ भवनले चाहिँ हामी विद्यालय परिवारलाई चाहिँ एकदम खुसी भएको छ। जुन विद्यार्थीहरूको लागि चाहिँ एउटा सिकाइ हुनको लागि चाहिँ एउटा पक्की भवनको आवश्यकता पर्थ्यो, उनीहरूलाई पढाउन जाने सौन्दर्य वातावरण, सौन्दर्य कक्षा कोठाको चाहिँ आवश्यक पर्थ्यो। यो भवन बने पश्चात चाहिँ विद्यार्थीहरूले पक्कै अब सुन्दर भविष्यमा चाहिँ सुन्दर कक्षा कोठामा चाहिँ बसेर उनीहरूको मस्तिष्कमा सुन्दर कुराहरू, सुनौला कुराहरू चाहिँ पक्कै पनि आउनेछ भन्ने चाहिँ आशा लिएको छु।